रहनुभएका यस कार्यक्रमका प्रमुख आकर्षण प्रमुख अतिथि हामी सम्पूर्ण जेसीसहरूका वर्ष 2022 का नेताका रूपमा रहनुभएका यस कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष आदरणीय जेसीआई सिनेटर लालमणि भण्डारीज्यू, यसैगरी यस सभ्य एवं भव्य समारोहलाई विशिष्ट आसनबाट बसेर ग्रहण गरिरहनुभएका यस कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननीय परमेश्वर शाहज्यू, जनकपुर जेसीसका निवर्तमान अध्यक्ष एवं वर्ष 2021 का राष्ट्रीय उपाध्यक्ष जेसी गौतम शाहज्यू, जनकपुर जेसीस वर्ष 2021 की प्रथम महिला, जनकपुर जेसीस वर्ष 1978 देखि 2020 सम्म उपस्थित रहनुभएका सम्पूर्ण जनकपुर जेसीसका धरोहर आदरणीय पूर्व अध्यक्षजीहरू, यस वर्ष 2021 का कार्य समितिका साथीजीहरू, मञ्चमा आसीन अतिथिजीहरू, जेसीस मित्रहरू, पत्रकार बन्धुजीहरू एवं यस हलमा उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्द, म जनकपुर जेसीस वर्ष 11 का अध्यक्ष जेसीआई सिनेटर मनिष रमन शाहको तर्फबाट न्यानो जेसीसमय अभिवादन टक्राउन चाहन्छु। मलाई उत्कृष्ट शाखा पुरस्कारको जिम्मा वर्ष 2021 का कार्य समितिले दिनुभएको छ। त्यसमा जानु पूर्व यस मञ्चलाई अलिकति सदुपयोग गर्न चाहन्छु र शाखा अध्यक्षको अनुमति लिँदै म आफ्ना केही कुराहरू तपाईहरु समक्ष नम्र निवेदन गर्न चाहन्छु। हाम्रो लागि गौरवको कुरा हामीबीच हिजो आज र भोलि तीनैवटै खालका जेसीसलाई प्रतिनिधित्व गर्ने गरी नेपाल जेसीसका आदरणीय राष्ट्रिय अध्यक्षजीको यहाँ गरिमामय उपस्थिति रहेको छ। सर्वप्रथम त उहाँको उपस्थिति प्रति म व्यक्तिगत रूपमा एवं सम्पूर्ण पूर्व अध्यक्षहरूको तर्फबाट उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु, उहाँप्रति धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु र साथसाथै उहाँ भर्खरै पोखरा महाधिवेशनबाट सर्वाधिक मत दिँदै नेपाल जेसीका राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएकोले उहाँलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगति र सर्वश्रेष्ठ कार्यकालको शुभकामना पनि दिन चाहन्छु। उहाँलाई हेर्दै गर्दा वर्ष 2019 को यसैगरी जनकपुर दामोदर पानी समूहका सभाकक्षमा भएको शपथ ग्रहण एवं पुरस्कार वितरण समारोह मलाई झझल्को याद आइरहेको छ। भर्खरै मैले हाम्रा पूर्व अध्यक्ष तुलसी परियारजीलाई सोधे, त्यस गरिमामय कार्यक्रममा पनि सम्भवतः हाम्रो आदरणीय लालमणि भण्डारीजीको उपस्थिति रहेको थियो। उहाँले भन्नुभयो यस साइट उपाध्यक्ष यस शाखाको निरूपित राष्ट्रिय उपाध्यक्षको हैसियतले पनि 2019 को शपथ ग्रहण कार्यक्रममा उहाँको गरिमामय उपस्थिति थियो र इमानदारीका साथ भन्नु पर्दा मलाई त्यो बेला लागेको थिएन यसै जनकपुर जेसीसमा पूर्ण 2-3 वर्षमै नेपाल जेसीसको राष्ट्रिय अध्यक्ष भएर उहाँ प्रमुख अतिथिको आसन ग्रहण गर्नका निम्ति हामीबीच आउनुहुनेछ। वास्तवमा उहाँले ठूलो चमत्कार गर्नुभएको रहेछ र एउटा ठूलो छलाङ सानो समयमा यदि मान्छे तत्त्वचित्त भएर कुनै यात्रामा लाग्यो भने पाउन सक्छ भने उहाँले एउटा प्रुभ गरेर जानुभएको छ। उहाँको यस लगनशीलता, उहाँको यस जेसीस अभियानलाई एउटा सानो प्रसङ्गसँग म जोड्न चाहन्छु, जोड्नै पर्छ। उहाँ गत वर्ष पनि राष्ट्रिय अध्यक्षको लागि चुनाव लड्नुभएको थियो तर केही मतले उहाँ उपविजेता हुनुभएको थियो। हामी जेसीसमा पनि भन्छौँ यहाँ कोही जितिन्छ कि सिकिन्छ, यहाँ हार्दैनन् कोही। उहाँले पनि सायद सम्भवतः त्यस चुनावबाट केही सिकेर जानुभएको थियो। त्यो चुनावबाट फर्किँदै गर्दाखेरि पनि मलाई लागेको थिएन लालमणिजी पूर्ण चुनाव लड्नुहुनेछ र लालमणिजी हामी सबै जेसीसका वर्ष 2022 का नेताको रूपमा आफूलाई स्थापित गराउनुहुनेछ। तर उहाँले मेरो त्यो सोचलाई पनि पूर्ण गलत तुल्याइदिनु भयो। एउटा सानो कथा जोड्न चाहिँ गइरहेको छु।
मैले हेरिरहेको छु। एउटा म आफैलाई र एउटा लालमणिजीलाई धेरै पहिला एउटा राज्य जुन एकदम धनी राज्य, त्यस धनी राज्यका ठुलो राज्यका एउटा प्रतापी राजा थियो। त्यस राजाको दरबारमा एक दिन एउटा विदेशबाट आएका यात्रीले त्यो राजालाई एउटा ढुङ्गा दियो, एउटा ठुलो ढुङ्गा, एउटा बहुमूल्य ढुङ्गा दियो गिफ्टको रूपमा। राजाले त्यो ढुङ्गालाई ग्रहण गरे। त्यसपछि ती विदेशी जुन यात्री थिए त्यो राजा राज्यबाट फेरि पुनः आफ्नो अर्को गन्तव्यतर्फ लागे। राजाले आफ्ना सम्पूर्ण मन्त्रीहरूलाई बोलाए। त्यो सबैले उहाँले आफ्नो विशेष जसले सम्पूर्ण राज्यको जिम्मेवारी गृह मन्त्रीलाई बोलाउनु भयो र उहाँले के भन्नुभयो भने यो बहुमूल्य ढुङ्गा, बहुमूल्य पत्थर जुन हामीले पाएका छौँ उपहारको रूपमा, यसबाट विष्णुजीको मन्दिरमा विष्णुजीको मूर्ति बनाएर विष्णुको एउटा मन्दिर, भव्य मन्दिर चाँडोभन्दा चाँडो बनाऊ भनेर उहाँले निर्देशन दिनुभयो। मन्त्रीज्यूले त्यस पछाडि राजाको कुरा मानेर त्यस राज्यमा रहेका सबभन्दा राम्रो मूर्तिकार कहाँ पुग्यो र राजाले सुनाएका सबै वृत्तान्त त्यो मूर्तिकारलाई सुनाए र मूर्तिकारलाई भने यदि तपाईले राम्रो मूर्ति बनाइदिनु भयो भने विष्णु भगवानको तपाईलाई राज्यले 50 वटा स्वर्ण मुद्रा दिनेछ र धेरै ठुलो मान पदवीहरू पनि पाउनुहुनेछ। त्यही भएर राम्रो मूर्ति यस ढुङ्गाबाट तपाईले बनाइदिनु पर्यो। त्यो भनेर मन्त्री बिदा भए। 50 वटा स्वर्ण पदक र मान पदवीको लोभमा तुरन्त त्यो मूर्तिकारले काम गर्न सुरु गरे। उहाँले आफ्नो हथौडा अन्य औजारहरू निकाले र त्यस मूर्तिलाई उहाँले फोड्न थाल्नुभयो। त्यो पत्थरलाई, सरी धन्यवाद, त्यो पत्थरलाई मूर्ति बनाउनको लागि पत्थरमा उहाँले पहिलो चोट लगाउनु भयो, पत्थरमा केही भएन। फेरि दोस्रो चोट हान्नुभयो, केही भएन। यसरी हान्दा हान्दै लगभग 30-40 चोटि उहाँले त्यस मूर्तिमा हान्नुभयो तर त्यो मूर्ति न टस न मस। त्यसो गर्दा गर्दै उहाँ आफ्नो हिम्मत हार्न थाल्नुभएको थियो कि सायद अब मसँग हुँदैन। पुनः उहाँले प्रयास गर्नुभयो, पुनः 5-10 चोटि उहाँले हान्नुभयो। उहाँले 50 चोटि त्यो पत्थरमा हान्नुभयो तर त्यो पत्थर टस का मस 1 इन्च पनि फुटेन। अब उहाँले के सोच्नुभयो भने अन्तिम पटक एकचोटि काम्रो पटक हानौँ, के हुन्छ भने ठिक छ, होइन भने छोडिदिने। उहाँले काम्रो पटकको लागि पुनः हथौडा उठाउनु भयो तर फेरि उहाँको मनमा के आयो, 50 चोटि हान्दा पनि पत्थर फुटेन भने अब एकचोटि अझ हान्दा के फुट्छ। उहाँले आफ्नो हात फेरि पछाडि खिच्नु भयो। त्यस पछाडि उहाँ राज्यमा राजा कहाँ पुग्नुभयो र मन्त्री समक्ष उहाँले निवेदन गर्नुभयो, मन्त्रीज्यू मैले 50औं पटक पनि प्रयास गर्दा यो मूर्तिलाई, यो पत्थरलाई मैले फोड्न सकेन, मूर्ति बनाउन सकेन, म यसमा फेल भएँ। तपाईँ अन्य कुनै मूर्तिकारलाई खोज्नुहोस्। त्यसपछि मन्त्रीले त्यो पत्थर, त्यो ढुङ्गालाई लिएर अन्य मूर्तिकार कहाँ गए। पुनः त्यसलाई पनि यही कुराहरू भने र तपाईँ यस पत्थरलाई, यस ढुङ्गालाई फोडेर मूर्ति बनाउनुहोस्, तपाईँलाई 100 स्वर्ण मुद्रा र विशेष मान पदवी पाउनुहुनेछ। त्यो मूर्तिकार पनि एकदम खुसी भयो। तुरन्त मन्त्रीको उपस्थिति उहाँले गर्नु र म अहिलेदेखि नै सुरु गर्छु। उहाँले पनि आफ्नो फेरि हथौडाहरू निकाल्नु भयो र उहाँले फर्स्ट प्रहार जुन गर्नुभयो त्यसमै ढुङ्गा फुट्यो। त्यस पछाडि त्यो मन्त्रीलाई याद आयो, सायद त्यो मूर्तिकारले एकचोटि अझै प्रयास गरेको भए त्यो 50+1 चोटिको प्रहारले त्यो पत्थरबाट मूर्ति बन्न सक्थ्यो। उहाँले 50 चोटि प्रयास गर्नुभयो तर एकचोटि अझै नगरेको कारणले उहाँ मूर्ति बनाउनबाट चुक्नुभयो। उहाँ विशेष मान पदवी लिनबाट चुक्नुभयो। उहाँ 50 वटा स्वर्ण मुद्रा लिनबाट चुक्नुभयो। तर अर्को मूर्तिकारको भाग्य हेर्नुहोस्, अरूले गरेको मेहनत, अरूले सजाएको थालबाट एकचोटि मात्र हान्दा उहाँले त्यो मान पदवी र त्यो स्वर्ण मुद्रिका पाउनुभयो। मलाई लाग्छ यस कुरा म कसरी जोड्न चाहन्छु भने आफ्नो जीवनमा हामी पनि कुनै यस्ता समस्या परेशानीहरू आउँदै गर्दा हामी समस्या र परेशानी
प्रति मलाई ग्लानि भइरहेको छ र अर्का मूर्तिकार कस्तो हुन् भने जसले 50 चोटि ढुङ्गा हानेर अन्तिम एकचोटि हालेन त्यस्ता पनि के आदरणीय हाम्रा देशका मित्रहरू छन् जुनले हिम्मत हारे तर आज यस गरिमामय सभामा उपस्थित भएका हाम्रा लालमणि भण्डारीज्यू गत चुनावमा उहाँ विजेता हुनुभयो तर उहाँ एउटा कुशल मूर्तिकारको रूपमा आफ्नो अभियानलाई अगाडि बढाउनु भयो र जसरी अर्जुनले त्यो माछाको आँखा हेरेको थियो सायद थापा छलीमा रहेको अध्यक्षको कुर्सी पनि हाम्रा लालमणिजीले हेर्नुभएको थियो र त्यो प्राप्त गरेर हामी जेसीबीले एउटा आफ्नो पहिचान बनाउनु भयो हामीले एउटा शिक्षा दिएर जानुभयो जतिसुकै ठुलो यात्रा जतिसुकै पनि तपाईँको ठुलो परेशानी अगाडि आउँदाखेरि पनि जस्तो चिज भएर जबसम्म तपाईँले त्यो प्राप्ति गर्नुहुन्न त्यसका लागि निरन्तर तपाईँ अभियानमा लागिरहनुहुनेछ र तपाईँले पक्कै पनि सफलता प्राप्त गर्नुहुनेछ यस उहाँको यात्राको लागि म हृदयदेखि उहाँप्रति सलाम अर्पण गर्न चाहन्छु सलाम छ राष्ट्र अध्यक्ष अब मैले पाएको जिम्मेवारी शाखा पुरस्कार उत्कृष्ट केही जेसिसका साथीहरूले मित्रहरूले पदाधिकारीहरूले वर्षभरि गर्नुभएका उहाँको कार्यलाई मूल्याङ्कन गर्नका लागि प्रत्येक वर्ष जनकपुर जेसिसले 3 सदस्य समिति पूर्व अध्यक्षको नेतृत्व बनाउने गर्दछ यस वर्ष मलाई यो जिम्मेवारी म सहित यस समितिमा वर्ष 13 का अध्यक्ष आदरणीय अजय कुमार प्रसाद हुनुहुन्थ्यो उहाँप्रति पनि ताली बजाउन अनुरोध गर्दछु र त्यसै गरी यस समितिमा पदेन सदस्यका रूपमा हाम्रा शाखाका शाखा अध्यक्ष मनोज शाहजीको पनि उपस्थिति थियो हामी तीनै जनाको विभिन्न सल्लाह छलफल र प्राप्त भएका निवेदनहरूमाथि गहन विचार गर्दै यस वर्षका हामीले 3 वटा बेस्ट पार्टिसिपेन्ट बेस्ट प्रोजेक्ट डाइरेक्टर र बेस्ट जेसिसका अवार्ड तय गरेका छौं र अब हामी त्यो घोषणा गर्न गइरहेका छौं बेस्ट प्रोजेक्ट डाइरेक्टरका रूपमा हुनुहुन्छ जेसी मुकेश शाह मुकेश शाहजीलाई अगाडि आइदिन हार्दिक अनुरोध गर्दछु यसै गरी बेस्ट पार्टिसिपेन्टका रूपमा हुनुहुन्छ हाम्रा अर्का प्रिय भाइ जेसी इन्जिनियर दीपक यादव यसै गरी बेस्ट अफ द बेस्ट जेसीको उपाधि जित्नु भएको छ जेसी उपेन्द्र शाह तीनैजनालाई शिल्ड र ट्रफी प्रदान गरिदिनका लागि म आज यस सभाका प्रमुख अतिथि एवं विशेष अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु र यसमा सहयोग गरिदिनका लागि म निवर्तमान अध्यक्षलाई हार्दिक अनुरोध गर्दछु बेस्ट पार्टिसिपेंट जेसी दीपक यादव बेस्ट प्रोजेक्ट डायरेक्टर जेसी मुकेश शाह एवं बेस्ट जेसी उपेन्द्र शाह कृपया जोरदार करताल ध्वनिले ताली बजाए उहाँहरूको प्रति उहाँको लगनशीलता प्रति ताली बजाइदिनु होला Vivi com essa sensação